ओके सो डे 2 मङ्गलबार हिँडेको आज बुधबार बिहान हो कस्तो एकदम राम्रो भयो यो ताल भिलेजको तलमा अब यहाँ एक्सपोर्ट स्टार्ट रहेछ सर पनि ओके एम्बसको होटल चाहिँ यो हो है यो तल रमाइलो छ त्यो पनि मजाको हुँदो रहेछ होटल पनि सफा र पछि अन्य मान्छेहरूलाई पनि काम लाग्छ के भयो ब्याग त एकदम हलुको रहेछ कति मजाको रहेछ ब्याग त तिमी एक्सट्रा चलाऊ नि त ढिलो राखेर भयो म बरु मसँग चाहिँ कसैले 75 किलो त छैन होला नि ब्याग 75 किलो छ र छैन नि ल हाम्रो झर्नाको खै झर्ना त यतापट्टि पो त है साँच्चीमा त ल हाम्रो यो होटल चाहिँ है फेरि अर्को डोल्मा दिदी होटल हो बस्नलाई खानालाई कुनै टेन्सन छैन एकदम आनन्द छ यो तल गेस्ट हाउस एन्ड रेस्टुरेन्ट अलमनाको हो त ल उहाँ दिदीको खेद्न मिल्छ दिदी हजुर खेद्न मिल्छ डोल्मा अब तपाईहरुको गाइड गर्ने म चाहिँ हाम्रो आजको गाइड त्यहाँ माथि धारापानीसम्मको गाइड चाइनिज क्याम्पसम्म लान्छु ल यहाँ चाहिँ सबै यो ब्लगरहरू जति पनि छ यहाँ र ट्याक्टर यो ब्लगरहरूले अब यो सिजनमा त एकदम प्याक हुन्छ म एकचोटि 2 मिनट भइसक्यो र रेडी है त यत्रो अग्लो रहेछ है ए बस्नु चाहिँ सजिलो छ दिदी बसेपछि चढ्न मात्रै अप्ठ्यारो हो औ ल भयो हुन्छ ल खाजा सुनेल हाम्रो बिना फोन गर्छु ल दिदी बाई 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 र है ल रमाइलो भयो बाई बाई आउँगाती अब टासिडेले भन्ने चाहिँ नमस्ते होइन प्रहरी चौकी तालबाट हामी क्रस गऱ्यो अहिले हामी तालबाट अब मनाङको लागि प्रस्थान गऱ्यौँ बिहानको सायद 7 बज्यो होला आज हाम्रो दोस्रो दिन हो डे 2 अब आज हाम्रो बाटोमा पर्ने जति साइडहरू मजाले डुल्दै अनि बिस्तारै हामी मनाङ पुगेर बस्ने हाम्रो टार्गेट छ अब वेदर पनि राम्रै होला जस्तो छ हिजो पनि साथ दिएकै हो ल अब बाँकी ब्लग हेर्दै गर्नु होला इन्जोय गाइस टेक केयर ल अहिले हामी अझ तालबाट हिँड्ने क्रममै छौँ अब माथि धारापानी आउँदैछ होला है कति बेर लाग्छ तर बाटो चाहिँ नि एकचोटि चाहिँ भिजिट गर्नै पर्छ धेरैचोटि नसक्नेले पनि एकचोटि चाहिँ भिजिट गर्नु होला किनभने विदेशीहरू चाहिँ नि लाखौँ खर्च गरेर डुल्न आउँछ हाम्रो देश हामी यहीँ भएको मान्छे चाहिँ नि खासै डुल्दैन अब विदेश घुम्न जानुभन्दा त यस्तो मनाङ मुस्ताङ गोसाइकुण्ड लाङटाङ ट्रेक मनास्लु सर्किटहरू छ एकदम रमाइलो हिँड्न सक्ने मान्छेलाई हिँड्न चाहिँ सक्नु पर्यो त्यस्तो मान्छेहरूको लागि डुल्ने ठाउँ टन्नै छ नेपालमा त्यही भएर विदेश जाने घुम्नको लागि भन्ने सोच बनाउनु भएको छ भने कमसेकम एकचोटि आफ्नो देश डुल्नुहोस् अनि त्यसपछि विदेश पनि डुल्नुहोस् तर प्राथमिकता चाहिँ हाम्रो आफ्नो देशले दिनुपर्छ त्यो हिसाबले हेर्नुहोस् यत्रो ढुङ्गामा यसरी खोपेर कति वर्ष दुःख गरेर चाहिँ यतिको बाटो बनाएर सहज बनाइदिएको छ अब हामीले आफ्नै ठाउँको पनि इज्जत गरेन भने हामीलाई अरूले त इज्जत गर्दैन त्यही भएर मैले धेरै बोलिरहनु भन्दा पनि तपाईँहरूले त यो भिडियोमा हेर्नुभयो होला यो यत्रो ढुङ्गाको लागि खोपेर यस्तै बाटो बनाएको छ तल मर्स्याङदी खोला मर्स्याङदी नै होइन दिदी तल मर्स्याङदी खोला बगिरहेको छ मजाले दुईतिर पहाडको बिचबाट यसरी चाहिँ हिँड्दाखेरि फेरि त्यसको आनन्द नै छुट्टै छ यो तीर्थ पनि हो एक हिसाबले तीर्थ आउने मान्छेलाई घुम्न आउने हिसाबलाई पर्यटकीय हिसाबले फेरि आफ्नै मजा पनि छ छुट्टै
हाम्रो अगाडि हुनुहुन्छ रोनिन भाइ माधवले रोनिन चलाइरहनु भएको छ ल खोला चाहिँ अब यो एकलट पखालिन्छ अब यो बर्खाभरि त यस्तै हो यतिलाई यो त सफै छ नि यो वहाँ तेर्सोली नदी उता काठमाडौँबाट आउँदाखेरि त पुरै पहेँलो छ खोला हेर्न लायकै छैन अब ठ्याक्कै प्री मनसुन भयो यो टाइम अब बर्खामा एकलट सबै सफा पाखालेपछि अनि सफा हुन्छ अब बगर छाप कट्यौँ हामी अहिले होइन ए अब सुरु भयो दाना घिउ चाहिँ ए यहाँ चाहिँ के तपाईँहरूको पूजा अब आजलाई चाहिँ पूजा छ ओ हिँड्ने मान्छे हिँडिरहेको छन् ग्याङ एकलट होटेल डी रोड साइड एन्ड कटेज राम्रो रहेछ यो पनि ए अब हामी दाना क्यौँ भन्दो रहेछ यो ठाउँलाई अन्त बजाउनु नहुने हो नमस्ते नमस्ते रमाइलो छ क्या उनीहरूको जिन्दगी अब आधी टेन्सन सरकारले लगिदिइहाल्छ होइन तपाईँको सरकार राम्रो भएर व्यवस्था राम्रो भएपछि अन्त अनि डुल्ने घुम्ने अब डुल्ने घुम्नलाई नि सरकारले नै पैसा दिन्छ यो चाहिँ सैनिक इलाका रहेछ ए ल हामी दाना क्यौँ भन्ने 2200 मिटरको गाउँबाट अब फेरि त्यसलाई पार गर्दै अगाडि यात्रा अगाडि बढ्दैछौँ अगाडि एउटा राम्रो झरना जस्तो देखिने ठाउँ रहेछ है यस्तो पुलहरू हिँड्ने मान्छे ट्रेकर्सहरूलाई चाहिँ एकदम गुड स्पटहरू छ है यो गाडी चाहिँ सबै सामान लिएर यसरी धन्न गरिरहेको छ यार त्यो पुल अप्ठ्यारो छ बाटो चिप्लो छ टायर चिप्लिरहेको छ हेर्नुहोस् यति राम्रो झर्ना छ ओके भेरी गुड स्पट ल फुल मजा लिँदैछन् ओके म त अलिकति यता लागेँ ओहो अनि त ल हाम्रो अर्को प्रयास हिरो एक्सपल्सवाला जाँदैछ झर्नामा ल बाउ ल थ्याङ्क्स फर भिजिट ओके मनाङ हिँड्ने बाटो चाहिँ त्यतापट्टि हो ओडार भन्ने टाइची भन्ने गाउँ उतापट्टि पारिपट्टि हो ओम माने पेमे माने पेमे माने पेमे माने पेमे ओम माने पेमे माने पेमे माने पेमे माने पेमे ओम माने पेमे माने पेमे माने पेमे माने पेमे माने पेमे माने पेमे त्यो चाहिँ चाइनिज क्याम्प रहेछ सबै कन्स्ट्रक्सनको काम चाइनिज कम्पनीले गरेर रहेछ तर बाटो चाहिँ भेरी भेरी इम्प्रुभ भएको छ है आउनुको लागि कुनै टेन्सन छैन बाटो हेरेको नि त त्यो गाडीको चाहिँ पछाडि चाहिँ बस्नुहुन्न है अलिकति ग्याप राखिदिनुपर्छ गएर फेरि टाँसिहाल्छ नि केटाहरूले बरु एकछिन कुरेकै ठिक हुन्छ ओ ल यो झर्ना आएछ त्यो ग्याप राख्नु भन है त्यो गाडीको अलिक ग्याप राखेर हिँड्नु भन्नु है ओके दिस इज ए भेरी गुड स्पट आम्मामा झर्ना त यो रहेछ नि त खतरा त हेर्नुहोस् झर्ना हेर्नुहोस् यहाँ माथिबाट कसरी यसरी आएर यसरी चट्ट आएर यस्तो बाटोमा सामान लिएर त्यस्तो लोड गाडी
मान्नुपर्छ यार हामी बाइक आउनलाई त धेरै सजिलो एक दिन मिट जाएगा मिट्टी का मोल हो त्यो छ नि एउटा अर्को गाडी आउँदैछ सो फार सो गुड रोड गाडी हिँड्दैछ अगाडि र हाम्रो टोलीहरू यसरी हिँड्ने क्रम जारी छ ओके यो चाहिँ नि हाम्रो सबभन्दा अलिकति वान अफ द स्पट राम्रो स्पट थियो त्यो अहिलेको बर्खामा चाहिँ त्यो ठाउँ पुरै भिजिन्छ यत्रोकै हुन्छ नजा है नजा अगाडि नजा डोन्ट गो ब्रो डोन्ट गो स्टप वेट लेट देम गो यु नो डोन्ट टेक रिस्क वी क्यानट टेक रिस्क हियर भन्ने त युनिकर्न अगाडि कुदिसक्छ बाइक जाने ठाउँ छ त बाइकलाई कहिलेकाहीँ बाइकलाई साइड पनि दिया हुनसक्छ कि ओके धन्यवाद दाजु ओके हामी अझै पनि चामे कट्यौँ चामे कटेर अब अगाडि बढ्दैछौँ र चामे कटेपछि अहिले हामी 270 किलोमिटर गइसकेछौँ ल मर्स्याङदी खोला घुम्दै हिँड्दै नागबेलीहरू जाँदैछन् यहाँ विदेशी पर्यटकहरू ट्रेकिङको लागि यसरी हिँड्दैछन् बिस्तारै हैन अनि यो मर्स्याङदी खोला हो है नमस्ते नमस्ते ल खोला यति राम्रो छ यहाँबाट झर्ना तपाईले झर्ना यति राम्रो देखिरहनु भएको छ हैन है ल लुक एट द ब्युटी अब नेपालमा बसेर यस्तो ठाउँ जसले हेरेन त्यो त ठाउँ खेर गएको माथिबाट यसरी आएर यसरी नमस्ते खोलाको चिसोपन र शीतलतासँगै मनाङ हिँडेका हामी चामे कटेर उकालो लाग्ने क्रम जारी छ अब यो खोलाको तीर सकेपछि त हामी उकालो हिँड्छौँ अब यहाँबाट अपहिल फेरि सुरु भएको छ र निकै ठाडो जस्तो देखिन्छ यति चाहिँ तर हामीलाई कुनै चिन्ता छैन जब एक साथ साथमा नो टेन्सन ओके ओके आनन्दसँग बिस्तारै हतार गर्नु भएन बिस्तारै आफ्नो पेस अनुसारले बिस्तारै जाँदाखेरि फाइन So look at the view, look at the road. That's called an adventure in the fall, the way to Manang. And wow, look,
ओके वी कन्टिन्यू नाउ हामी हाम्रो यात्रा चलिरहेछ पोल चाहिँ बाङ्गो छ बर्खामा चाहिँ नि अलिकति रिस्क चाहिँ छ बढी अहिलेको भन्दा हुन त अहिले पनि प्री मनसुनको टाइम हो तर अहिलेको लागि त खास कोही घाम मात्र नदेखेको हो शीतल पनि भयो हुनु चाहिँ एक हिसाबले ओके युनिकन अगाडि लगाइसकेको छ अब यो पहाडको बाटो यसरी ओर्लिने क्रममा जारी चाहिँ कहिले उक्लिने ओर्लिने चलिरहन्छ सायद हामी ठाउँ हेर्दाखेरि एप्पल फार्म छेउछाउ आइपुगेका छौँ यु नो त्यो डाँडाको बिचमा यतापट्टि माथि यत्रो मजा आएको छैन ओके भेरी गुड सबै एप्पल फार्म हो है ल हेर्नु यो देखिरहनु भएको छ जति पनि द्याट्स एप्पल फार्म ओके भ्राताङ 2850 मिटर ओके मनाङ भाली भ्राताङ एप्पल फार्म भनेको एरिया हो यो फार्म हाउस पनि यहाँ हो तर हामी आज यहाँ स्टे गर्दैनौँ र ओके पिसेल शान्ति डाँडा चाहिँ कता हो त रक क्लाइम्बिङ गर्न मिल्ने ठाउँ रहेछ यार ओके अहिले हामी ग्रिन लेक मनाङ ग्रिन लेकमा छौँ अब वेदर त्यति खुलेको छैन पानी पर्दै पर्दै रेनकोट पर्दै हामी आएका हौँ है ओके यहाँ बसेर अब यहाँको प्राय बसेर चिया खाने ठाउँ खाजा खाने ठाउँ यही हो हामी पनि यहाँ बसेर खान्छौँ अहिले त ओके ल मनाङको एउटा प्रसिद्ध पोखरी ग्रिन लेक यो पोखरी भन्छु म अहिले चाहिँ किनभने हरियो ल्याउनै ल्याउ छ यसमा हिँड्नुको लागि चाहिँ टक्क वरिपरि यसरी हिँडेर हामी तालको वरिपरि एक चक्कर लाउन सक्छौँ यसरी स्वयम्भूमा बौद्धमा घुमे जस्तै अनुभव हुन्छ यहाँ पनि
तर त्यहाँ चाहिँ यस्तो भएको छ, यहाँ चाहिँ ताल भयो। ओके, अब हामी ग्रीन लेकबाट सस्पेन्सन ब्रिज क्रस गर्दै ब्लू लेक जान्छौँ। अब भाइहरू गइसक्यो र अब ओके माने पे में हम हो, माने पे में हम हो, माने पे में हम हो, माने पे में हम, माने पे में हम हो, 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 माने हुँदै हुँदैपट्टि जाने भने होइन के भन्छ हुँदैपट्टि जाने भने यिनीहरू रङ साइडपट्टि गएर छन्। त्यहाँ हुँदैपट्टि जाने भने होइन त्यहाँ हुँदै लेखा छ त नि। दा बोला ल्याएर त के अरे यता किन आएको हेर्नु न आइरहेछ। ओके, हामी यहाँबाट ग्रिन लेकबाट अब ग्रिन खै दिवस त हो ग्रिन लेकबाट जाऊ त। अब ग्रिन लेकबाट हुम्देपट्टि जाने हो, क्याप्रोपट्टि होइन। ओके ल हुँदै लेखेकोपट्टि जाने है। माने बेमे हुम माने बेमे हुम केटालाई झन् त्यति राम्रोसँग भन्यो। अब सस्पेन्सन ब्रिज आउँछ यहाँबाट अलिकति तल गएपछि। माने बेमे हुम हुम 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 मलाई जान्दै त्यही भने। ओके, दिस इज द सस्पेन्सन ब्रिज। अब हामी ग्रिन लेकबाट फर्केर अब ग्रिन लेक भिजिट भइसक्यो। Scary man, this is really scary.
But this is what we need. Okay. अब यहाँबाट बिस्तारै बिस्तारै है। बिस्तारै अरू बाइकहरूलाई पनि ठाउँ दिनु गरेर राख्नु है। बिस्तारै 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 अलि अगाडि चाहिँ जाउँ जाउँ जाउँ। ओके ओके हामी ब्रिज क्रस गरेर ओके लेट्स गो। अब हामी उताबाट आयौँ भएको नि। हल्का है ल ल